नमस्कार साथीहरू, सबैजना सन्चै आरामी हुनुहुन्छ होला भन्ने म आशा राख्दछु। र हामी चाहिँ कमल मित्र र म भएर चाहिँ अहिले चाहिँ हामी इन्सुरेन्स लको इक्जाम दिएर आइसकेपछि हामी चाहिँ आफ्नो आराम कक्षमा पुगेर वस्त्र अलङ्कार परिवर्तन गरेर अनि त्यसपछि हामी चाहिँ मित्र भूपेन्द्रको व्रतबन्ध कार्यक्रममा उपस्थित हुन जाँदैछौँ, जाने यात्रामा छौँ। अब यात्रालाई यसो रमाइलो र भूपेन्द्र मित्रको व्रतबन्ध जस्तो उल्लासमय पर्व उल्लासमय एउटा शुभ कार्यमा हामी चाहिँ उपस्थित हुनै जाँदै गर्दा हामीले पनि अलिकति सकारात्मक विचारले भरिपूर्ण रमाइलो गर्दै जाउँ भन्ने हामीलाई लागेर चाहिँ हामीले यसो दृश्य कैद गरेका हौँ। र देख्न सक्नुहुन्छ सुर्खेतको सडक चाहिँ कति व्यस्त छ भन्ने कुरा। अनि त्यसपछि अब मित्र कमलजीले म यसो आफ्ना दुई चारवटा भावना कुराहरू राख्न म अनुरोध गर्न चाहेँ। ल मेरो प्रिय मित्र भूपेन्द्रको आज व्रतबन्ध कार्यक्रम रहेको छ। सुदेखि हामीलाई अब आउनु पऱ्यो मित्र, तिमी नआएसम्म मेरो व्रतबन्धै रोकिएला जस्तो छ भन्ने कुरा गरिसकेपछि आज हामी त्यसलाई उद्घाटन गर्न जाँदैछौँ। अहिले हामी यो गुलपानी चोकभन्दा थोरै अगाडि पुग्दैछौँ। केही समयपछि भूपेन्द्रको घर मैले त देखेको छैन। अब सचिन सर बेला बेलामा गइराख्नुहुन्छ, त्यही भएर आज जाँदैछौँ। धन्न बेलुका खाना नखाएर खाएर आउनु पर्छ। आज मित्र खाना बनाउन नि अल्छी लागिरहेछ बेलुकाको लागि। मित्र भूपेन्द्रले हामीलाई सम्झिनु भयो, खुसी लाग्यो। उहाँको व्रतबन्धमा सरिक हुन पाउँदा चाहिँ हामीलाई अलिकति जे होस् विभिन्न आफ्नै कार्यव्यस्तताको कारण पनि सरिक हुन पाउँदा खुसी लागेको छ हामीलाई पनि। र हामी चाहिँ अब गुलपानी चोकदेखि हल्का यता आइसक्यौँ। यहाँ चटपटे पसलहरू यताति छन्। अब हामी चटपटे चाहिँ के खाने, अब व्रतबन्धै कार्यक्रममा गएर शुभ कार्यमा सरिक पनि हुन्छौँ र अब भोजनका लागि भन्दा पनि हामी सरिक हुनको लागि हो। अब भोजन त यसो रमाइलो पाटो कुरा गरेको मात्र हो। ल है, अहिलेलाई चाहिँ बिदा हुन्छौँ। हामी त्यहाँ गएपछि पनि एउटा व्रतबन्ध शुभ कार्यको हामी मेमोरीहरू कैद गर्नेछौँ है। ल साथीहरू।